3, 2, 1 go. हाम्रो घरको नयाँ सामान चाहिँ यही रहेको छ नि सकुन चाहिँ हाम्रो कपाल खासै ठुलो छैन नि त त्यही भएर चाहिँ काट्नु भएन अब अर्को हप्तातिर काट्नुहुन्छ साथी यो रुखहरू चाहिँ सबै काटिसकेको छ भने सक्नुहुन्छ भयो सबै रुखहरू चाहिँ काटी सबै सुकिसकेको छ सो हे गाइज व्हाट्सअप वेलकम ब्याक टु माई भिडियो र हजुर सबैजनालाई फेरि पनि स्वागत छ मेरो अर्को नयाँ न्यू डे र न्यू ब्लगमा गाइजहरू होइन र आज चाहिँ हजुरहरूलाई म एउटा चिज देखाउनेवाला छु किनभनेदेखि चाहिँ त्यो चिज चाहिँ हाम्रो घरमा चाहिँ अस्ति 2-3 दिन अगाडि आइसकेको थियो होइन तर म चाहिँ भिडियोमा बनाएको थिइनँ र आज चाहिँ भिडियोमा हजुरलाई देखाइदिउँ भनेर चाहिँ म देखाउन आँटेको र आज चाहिँ रहेको छ शुक्रबार र भोलि शनिबार छुट्टी र आइतबार पनि छुट्टी रहेको छ र म 3 दिन चाहिँ लगातार भ्लग हाल्छु भिडियो चाहिँ नफिर्नु होला अन्तिमसम्म हेर्नु होला र अहिले चाहिँ हजुरलाई म देखाउँछु त्यो चिज चाहिँ के हो भनेर चाहिँ म घर आइसकेको छु स्कुलबाट र घर आएर चाहिँ बाल्कनीमा भ्लग स्टार्ट गरेको र त्यो सामान चाहिँ यहाँ रहेको छ हेर्नु सक्नुहुन्छ मेरो पछाडि चाहिँ त्यो सामान रहेको छ हेर्नु सक्नुहुन्छ टक्कसँगले हजुर चाहिँ म खोलेर देखाउँछु ल अब 3, 2, 1 गो हाम्रो घरको नयाँ सामान चाहिँ यही रहेको छ हेर्नु सक्नुहुन्छ है टक्क र यसलाई चाहिँ चिम्नी भन्छ गाइस हेर्नु सक्नुहुन्छ चाहिँ किचनमा राख्ने हो चाहिँ धुवा तान्छ क्या अनि यसो यहाँ राख्नुपर्ने हुन्छ किचनमा चाहिँ धुवा तान्छ नि त यहाँदेखि धुवा तान्छ अनि यहाँदेखि बाहिर फाल्छ हेर्नु सक्नुहुन्छ है लग्जरी बाथरुम भनेको छ अब चाहिँ हाम्रो किचन पनि लग्जरी भइसकेको छ र बाथरुम चाहिँ होइन चाहिँ किचन हो बाथरुमको लागि चाहिँ हो किचनको लागि हेर्नु सक्नुहुन्छ टक्कसँगले यहाँ रहेको छ हाम्रो यो चिम्नी यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ यहाँ अफ अन गर्नु पनि छ लाइट पनि छ प्लस यो मोटर फ्यास के छ यो चाहिँ हजुर म चलाउनु देखाऊँ भनेको तर म चाहिँ चलाउँदिनँ यो चाहिँ अब हाम्रो किचनमा लाग्छ होला सायद अनि लागिसकेपछि म हजुरलाई म चलाएर पनि देखाउँछु फुल भिडियो मैले चाहिँ यसलाई मजाले सक्नुहुन्छ छोडिसकेको छु यसलाई चाहिँ अब चाहिँ यो त किचनमा चाहिँ सक्नुहुन्छ है यहाँ माथि राखेको हुन्छ होइन त्यो किचनमा चाहिँ अनि यहाँ तर प्लग लाउने अनि सबै यहाँको बनाएको धुवा चाहिँ तान्छ क्या सक्नुहुन्छ धुवाले गरेर सक्नुहुन्छ हालत यस्तो भइसक्छ कालो न कालो यता माथि त्यस्तै कालो उता झन् कालो न कालो हुन्छ त्यही भएर चाहिँ हामी त्यो लिएको छौँ र त्यो चाहिँ हाम्रो बाबाले ल्याउनुभएको छ होइन ल्याउनुभएको बाबाले किनेर ल्याउनुभएको छ होइन र अब त्यही हो सक्नुहुन्छ हजुर देखाइहाल्यो हाम्रो घरमा के नआएको छ भनेर अब त्यो चाहिँ बाबा 1-2 दिनमा लगाउनुहुन्छ होला त्यसपछि हजुर म भिडियोमा फेरि देखाउने छु लगाइसकेपछि र अहिले चाहिँ भात खाइसकेको छु मैले होइन र अब चाहिँ मैले घर जाँडेको किनदेखि चाहिँ आज कपाल काटौँ भनेको लेसी के हुन्छ कस्तो काट्छु म थाहा छैन होइन फिक्स छैन काट्ने नकाट्ने भनेर दाइलाई चाहिँ म काट्नु लगाउँछु भनेको अब हेरौँ के हुन्छ भिडियोमा हजुर थाहा पाइ नै हाल्नुहुनेछ र अब चाहिँ म एकछिनमा हिरामको घर जान्छु सो गाइजहरू म चाहिँ अहिले लागेको हिरामको घर तर्फ टक्कसँग होइन मक्कसँगले म लुगा पनि धुइसकेको छु र लुगा धोएर चाहिँ मुखसुख धोएर म चाहिँ अहिले जाँदैछु हिरामको घरमा टक्कसँगले अब त्यहाँ सेउलाईलाई कपाल काट्नु लाउँछु होइन अब कपाल काटिदिन्छ थाहा छैन मलाई फिक्स छैन आज जसको काटिदिउँ त कपाल टक्कसँग खतरनाक तरिकाले भनिदिएको तर हेरौँ के हुन्छ अहिले फिक्स छैन र पनि अब कपाल काट्ने भनेको छु अब टक्कसँग म चाहिँ अहिले जाँदैछु हिराम घरतर्फ र अब चाहिँ म उतै गएर भेट्नु पनि हुन्छ र हिराम के गर्दैछ त्यो थाहा छैन मलाई होइन अहिले चाहिँ म सिधै उतै गएर भेट्नुपर्ने हुन्छ त म चाहिँ अहिले इदाम घरमा आइसकेको छु र इदाम सुत्या छ नि त त्यहाँ उठाएँ होइन अनि त्यसले चाहिँ सेउला लिनु गएको छ कपाल काट्नु हुन्छ सेलाई होइन सेलाई घर गएको छ बोलाउनुको लागि अब हेरौँ सेलाई घरमा हुन्छ कि थाहा छैन होइन फिक्स छैन नि त यस्तो कहाँ गइरहेको हुन्छ नि त र अहिले चाहिँ म इदाम घरमा आएर बसिरहेको छु अब फोनमा 9% चार्ज छ चार्ज लाउँछु अनि चार्ज लाएपछि एकछिनमा दाइ हुन्छ होला अनि भेट्नु पर्ने हुन्छ है त दाइ चाहिँ आउनु भएको थियो अनि आएर चाहिँ फेरि जानुभयो किनभनेदेखि चाहिँ हाम्रो इदामकोमा चाहिँ 1को मेसिन नै नआएर फेरि हाम्रो कपाल खासै ठुलो छैन नि त त्यही भएर चाहिँ काट्नु भएन अब अर्को हप्तातिर काट्नुहुन्छ सायद किनभने चाहिँ अब कपाल ठुलो हुन्छ अनि त्यसपछि काट्नुहुन्छ र अहिले चाहिँ हामी जान आएछौँ फेरि पौडी खेल्नको लागि किनभने चाहिँ अब कतिजना जहिले त कस्तो फोहोर पारेर नुहाउँछ भने होला हामी चाहिँ डेली नुहाउँछौँ उता नुहाउँछौँ फेरि आएर घर नुहाउँछौँ र अहिले चाहिँ हामी जाँदैछौँ टक्कसँग हिँड्दाम र म पौडी खेल्नुको लागि अनि भरे आएर आज चाहिँ फुटबल खेल्नु गएको पनि भ्लग गरौँ भनेको अब लेसी के हुन्छ थाहा छैन होइन र अहिले चाहिँ हामी हिँड्दाम र म भएर चाहिँ लागेको हुन्छ सक्नुहुन्छ पछाडि हिँड्दाम छ ट्रेन छिटो हिँड्दाम पनि छ हुन सक्नुहुन्छ अब चाहिँ हामी लागेको र अहिले चाहिँ हामी गाइस सक्नुहुन्छ हामी मतलब जङ्गलमा मतलब खोलामा आइसकेको छौँ खोला होइन मतलब यो हामीको मतलब यो के रुखहरू भएको ठाउँमा आइसकेको छौँ भन्न सक्नुहुन्छ यहाँ चाहिँ पहिला अति नै रुख थियो होइन हजुरहरूले कतिको ब्लक थाहा छ भनेदेखि चाहिँ यहाँ चाहिँ कति धेरै रुखहरू थियो भनेदेखि ओभर घारी पनि थियो प्लस सक्नुहुन्छ अहिले सबै यो रुखहरू चाहिँ सबै काटिसकेको छ भन्न सक्नुहुन्छ भयो सबै रुखहरू चाहिँ काटी सबै सुकिसकेको छ यहाँ थियो क्या यहाँ पुरै कस्तो घारी छ यहाँ रुख थियो ठुलो यहाँ
यहाँ पनि सबै काटिसकेको छ यहाँ चाहिँ सक्नुहुन्छ है किन हो थाहा छैन होइन यो त सबै हाम्रो जग्गा हो यो पनि सबै काटिसकेको रहेछ किन हो यस्तो छ यो गाछहरू हेर्न सक्नुहुन्छ मुनि होइन र हामीले चाहिँ यहाँ 24 आवर्स च्यालेन्ज गरेको थियौँ यहाँ अनि सबै हेर्न केही छैन यहाँ त केही चिन्ने छैन यहाँ त पुरै खाए ठाउँ देखाइ सक्नुहुन्छ यी टक्कसँगले यहाँ यस्तो सहित नजरा अब हामी चाहिँ अहिले यहाँ खोलामा एन्ट्री भइसकेको छु भन्न सक्नुहुन्छ टक्क कति पछाडिमा चाहिँ खोला आएको भन्न सक्नुहुन्छ अनि अहिले चाहिँ कालो बादल पनि भएको छ प्लस आज चाहिँ पानी परोस् लागेको छ नपरोस् भगवान् होइन अहिले चाहिँ हामी जाँदैछौँ टक्कसँगले हाम्रो स्विमिङ खेल्ने मतलब के अरे ठाउँतिर जाँदैछु म चाहिँ होइन हामी चाहिँ टक्कसँगले यहाँ खोलाको नजारा हेर्दै हामी चाहिँ लागिसकेको छौँ हामी चाहिँ खेल्नमा आइसकेको छौँ टक्कसँगले हेर्न सक्नुहुन्छ आज पानी बढोस् लागेको छ मलाई हेर्न सक्नुहुन्छ हामी चाहिँ उहाँ थाहा पाउँछौँ पानी बढेको बढेन हेर्न सक्छ चाहिँ माथि आइसकेको छ अब चाहिँ हामी यहाँ खेल्नु पर्नुहुन्छ टक्क ल हामी चाहिँ अहिले फाइनल लुगा फेरिसकेको छौँ हेर्न सक्नुहुन्छ र अब चाहिँ हामी यहाँ नुहाउनु पर्ने हुन्छ फटाकसँगले है त ल अब चाहिँ म नुहाउनु आँटेको सुरुमा चाहिँ म हाम्रो चाहिँ अहिले छैन नि त स्ट्यान्ड र अब चाहिँ म नुहाउनु आँटेको एकदम यसमा नुहाउँछ म भिडियो गरिदिन्छु र अब चाहिँ म कुदेको है त यता देखाएको छु म यता देखिसकेको र पानी चाहिँ अति नै गइसकेको छ होइन र अब चाहिँ इदामको भिडियो गरिदिन्छु होइन कति गइरहेको छ होइन अब चाहिँ हिरामै हामफाल आइसकेको छ ल हामफाल 3 2 1 गो ओ बाबा खतरा कस्तो आयो म त मजा आएछ है गइरो कस्तो बढेको छैन छ नि ओ बढेको नि गइरो नि यहाँ चाहिँ अलिक ठिकिन्छ कि यतातिर ओभर गएछ यहाँ त म चाहिँ अहिले यहाँ पानीभित्र फोन ल्याएको छैन त आज खै नयाँ स्किल फेरि प्लेन आयो प्लेन कहाँ प्लेन चाहिँ आयो कस्तो काट्यो कहाँ खुट्टामा यो पनि काट्यो कहाँ ए होइन ए त अलिअलि भेटियो ल अब चाहिँ चक्कर म यहाँ रडमा टेकेर के अरे यो पुसमा टेकेर गर्नु भएको ऊपर गइयो गइ ओइ नतानु त दुसुस लाग्यो त्यो आको ओइ नन्दै फेर हेर्न सक्नुहुन्छ हामी टक्क उता हेर्न थमेको लागि त किन हातेको त चाहिँ अहिले चाहिँ हामी टाउसँग नुहाउँदै गइसकेको छौँ अहिले चाहिँ हामी नुहाउँदै गइसकेको छौँ र नुहाइधुवाइ गरेर अहिले चाहिँ अब हामी घर जानु आँटेको र अब चाहिँ हामी गएर चेस खेल्छौँ सायद अनि फुटबल चाहिँ मलाई अब भिडियोमा देखाउने छु हेरौँ के हुन्छ होइन र अब एकदमै त अब चाहिँ हामी घरतिर लागेको है त हामी चाहिँ अहिले जाँदैछौँ फुटा खेल्नुको लागि होइन हामी चाहिँ पौडी खेलाइसकेको छौँ र अहिले चाहिँ फुटा खेल्न जाँडेको हुन्छ यता इराम भवनदेखि चाहिँ यतापट्टि चाहिँ अनुपेबो होइन यो अनुपेबो उमेबो हामी तिनीहरू जाँदैछौँ र सोइन चाहिँ अहिले आएको छैन सोइन चाहिँ आज आउँदैन सायद त्यही भएर चाहिँ हामी राखिसकेको छौँ खेल्नुको लागि ए फुटा खेल्नु भनेको न मैले चाहिँ दाइहरू फुटा खेल्दै हुन्छ सक्नुहुन्छ यहाँ अब यता इराम भयो यता किपर म चाहिँ खेल्नु नदिएर बसिरहेको छु मलाई बाजी खेलेको दाइहरूले अनि दाइहरूले चाहिँ उता खेल्दै हुन्छ बाजी चाहिँ ओए अति खतरा सेप